जीवन रक्षाको सफलता। समर्पित सेवाले बचायो गम्भीर टाउकोको चोट लागेको बिरामीको ज्यान। दुर्घटनामा परेर टाउकोमा निकै गम्भीर चोटसहित हाम्रो अस्पताल भर्ना हुनुभएका एक बिरामीको अवस्था सुरुमा चिन्ताजनक थियो, तर हाम्रो अनुभवी चिकित्सकहरूको टोली तथा सम्पूर्ण मेडिकल टिमले समय सापेक्ष र निरन्तर समर्पित हेरचाह प्रदान गर्नुभयो। बिरामीको आत्मबल, परिवारको विश्वास, डाक्टरहरूको अथक प्रयास र सबै स्वास्थ्य कर्मीको लगनशीलताकै कारण हामी बिरामीलाई खतरा मुक्त गरी सफल जीवन दिन सफल भयौं। बिरामीको पूर्ण स्वास्थ्य लाभ गरेर खुसी साथ डिस्चार्ज हुनुभएको छ। बिरामीको परिवारले हाम्रो डाक्टर, सम्पूर्ण टोली र अस्पतालबाट पाएको स्याहार र सेवाप्रति गहिरो सन्तुष्टि व्यक्त गर्नुभएको छ। बिरामी र परिवारको यो सन्तुष्टि नै हाम्रो लागि सबैभन्दा ठुलो प्रेरणाको स्रोत हो। मेरो बाबु चाहिँ राजमणि कटवाल सवारी दुर्घटनामा परि 2 गते कार्तिकको 2 गते राति एक्सिडेन्ट भएको। राम्रोसँगले सास पनि फेर्न नसक्ने केसलाई रातारात गएर एम्बुलेन्स मार्फत यहाँ ल्यायौँ। यहाँ ल्याइसकेपछि इमर्जेन्सीमा राखेर सहज रूपले डाक्टर रोशन खतिवडाले हेरिदिनु भयो। बाहिर लाने कुरा गरेको थियौँ हामीले काठमाडौँ, तर डाक्टर रोशन खतिवडाको उहाँको हामीलाई जुन किसिमले उहाँले सल्लाह सुझाव दिनुभयो, उहाँको एकदम हामीलाई चित्त बुझेर रोशन खतिवडा डाक्टर मार्फत नै हामीले बाबुलाई अपरेसन गरायौँ। 1 घन्टाभित्रमा अपरेसन गर्नु भन्नुभएको थियो, गरायौँ। अपरेसन सक्सेस भयो। उहाँले एकदम राम्रोसँगले केयर गरिदिएर हाम्रो बाबुको पुनः जन्म हामीले पाएका छौँ। उहाँ मार्फत पूर्ण रूपले रिकभर हुन टाइम लाग्छ भन्नुभएको छ डाक्टरले। 15 दिन पछाडि फेरि लिएर आउनुहोस्, घाँटीको पल बन्द गरिदिएर हामीले मुखले खान सक्ने बनाउँछौँ भन्नुभएको छ। डाक्टरसँग पूर्ण विश्वास छ। 28औं दिनमा हामी यो हस्पिटलबाट उहाँले डिस्चार्ज गरेर थेरापीहरूको अन्य उपचारहरूको लागि तपाईँलाई कहाँ सहज हुन्छ लिएर जानुहोस् भन्नुभएको छ। अपरेसन राम्रोसँगले गरेर उहाँलाई हेरिदिनु साथसाथै उहाँको टिमले पनि जुन किसिमको बाबुलाई घाँटीदेखि तलको जुन छातीमा इन्फेक्सन भइरहेको थियो, बेला बेलामा ज्वरो आइरहेको थियो, घाउहरू भइरहेको थियो, सबै डाक्टरहरूले मिलेर उहाँको टिम मिलेर एकदम राम्रोसँगले मेरो बाबुको उपचार गरेर आज मेरो बाबुले मलाई चिन्ने भएको छ। रोशन डाक्टर जस्तो डाक्टर अरू डाक्टरहरू पनि यहाँनिर रोशन डाक्टरहरू जस्तो डाक्टरहरू जन्मिउन् होइन। यहीँ नै हामीले जस्तै काठमाडौँ अन्त कुदाउनु नपरोस्, पूर्वाञ्चलको टप डाक्टर भनेर म रोशन खतिवडा डाक्टरलाई भन्दछु। राजमणि जीको चाहिँ यहाँ आउँदाखेरि सिभियर हेड इन्जुरी भएर आउनुभएको थियो। बिरामीको GCS 4 मात्र थियो, 4 आउट अफ 15 मात्र थियो र उहाँहरू अलिकति अन्यलमा हुनुहुन्थ्यो। म उहाँहरूलाई आएर इमर्जेन्सीमै भेटेँ। उहाँहरूलाई भिजिटरहरूलाई भेटेर उहाँहरूलाई मैले सम्झाएँ कि टाइम यति इम्पोर्टेन्ट हुन्छ, अपरेसन समयमा गऱ्यो भने मात्र बिरामीको बाँच्ने सम्भावना छ भनेर मैले उहाँहरूलाई सम्झाएँ र उहाँहरूले राइट टाइममा राइट डिसिजन गर्नुभयो र समयमै हामीले अपरेसन गऱ्यौँ। उहाँको अपरेसन गरेर टाउकोमा जमेको रगतलाई निकाल्यौँ र दिमागको प्रेसरलाई रिलिज गरेर समयमै ब्लड सञ्चालन हामीले रिगेन गर्न सक्यौँ। त्यो भएर ग्रेजुअल्ली उहाँको अवस्थामा सुधार भयो र 2 हप्ताभित्र नै राम्रो सुधार भयो। जुन बिरामीको होप त्यति चान्सेसहरू कम थिए, त्यो भए पनि उहाँको सुधार हुनुमा चाहिँ सही समयमा सही उपचार पाउनु नै हो। र यही सिभियर हेड इन्जुरीमा चाहिँ टाइम इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ म यहीँबाट मेसेज दिन चाहन्छु। तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता। न्यूरो कार्डियो एन्ड मल्टी स्पेशलिटी हस्पिटल, विराटनगर 10, जहदा रोड।